हजुर जान्छ जाँदैन किनभने के टन्टीहरू त जाँदैन यता काफ्लेबाट पुग्दैन है बोकेर लानु जाने मात्रै हो यो त डुबेर निक्लिँदैन पनि होला हो र यति चाहिँ हिलो स्कुटर जान्छ जाँदैन एउटा सपना थियो नेपाल घुम्ने पूर्वदेखि पश्चिमसम्म एक्लै अनि स्कुटरमा। तर यो सपना पुरा गर्न मैले एउटा मूल्य चुकाउनु पर्ने थियो, त्यो हो मेरो जागिर विदेशको। विदेशबाट जागिर छोडेर मैले यो सपना पुरा गर्नु थियो, नत्र सायद यो सपना पुरा हुँदैन थियो। त्यसैले मैले माता पाथिभराको दर्शनसँगै यो नेपाल यात्रा सुरु गर्दैछु। तिम्रो नाम के हो? तिम्रो नाम के हो? डोमा। ल दुईजनाले छान्ने, तिमी छान। तिमी कुन छान्ने? यो स्योर? हातमा के पायो? ए ल दिदीले के पनि पाउनु भएन। ल दिदीले पनि पायो। ए हाई फाइभ। ल आहा ताप्लेजुङ पुग्ने बित्तिकै मेरो यात्रा काफ्लेपाटीको थियो। तर ताप्लेजुङमा एकदमै पानी परेको हुनाले मैले केही बेर पर्खिन पर्यो। पानी रोकिएपछि मात्रै मेरो यात्रा सुरु भयो काफ्लेपाटीतर्फ। बहिनी काफ्लेपाटी जाने बाटो यही हो? यही हो? हस् धन्यवाद। सुकेटार आयो और एकदम चिसो ठाउँ चाहिँ हो। हावा एकदम कच्ची बट्टे सुरु होला यहाँबाट। रोड सक्यो, अब यस्तै यस्तै बाटो अफ रोड बाटो। कति टाइम लाग्छ यो काफ्लेपाटी पुग्न? हजुर 9 किलोमिटर हो। माथि लगेको हो हजुर जान्छ जाँदैन हामीसँगै जाउँ त्यहाँदेखि गाडी साडीमा जाने स्कुटी त अनि के टन्टीहरू त जाँदैन यता काफ्लेपाटी पुग्दैन है बोकेर लानु जाने मात्रै हो यहाँ राखेको फेरि अलिक प्रदेशमा लैजाउँ भनेर ए हो गाडी फसेर फोरिल गाडी त निक्लिनु मान्दैन है गाह्रो छ स्कुटी स्कुटी त नलानु भोलि दुःख गर्नुहुन्छ भोलि चाहिँ आज चाहिँ आज पनि दुःख हुन्छ हो। स्थानीयले मलाई भन्यो स्कुटर लिएर नजानुस्, बाटो एकदमै खराब छ। तर मन मानेन, अगाडि बढे। बाटोमा यस्तै हो, कहिले ठेल्ने है। यात्रा चाहिँ सजिलो छ रे, पाथिबाट जाने बाटो। पानी परेर यस्तो छ बाटो यार। स्कुटर जान्छ जाँदैन? अहिले गाडी तलबाट कति बजीसम्म जान्छ माथि? 6 बजीसम्म जान्छ। लास्ट 6 बजीसम्म बाटो सबै यस्तै अब। योभन्दा डेन्जर नि त के हो? यहाँ ठेला ठेलको लिएर छ। आउनु फर्केर उता हो पार्किङ गर्ने बरु म दिन्छु तपाईँलाई ल। कहाँनिर? एयरपोर्टदेखि मुनि हो। बाटो चाहिँ यस्तो रहेछ। अब त्यस्तो मान्छेहरूले जाँदैन भने ज्यान गरेर जानु भएन। अब प्लान चेन्ज भयो, डिटोर। स्कुटर लिएर नजाने, स्कुटर पर सुकेटारमा राख्ने। मलाई त त्यहाँ 220 पनि तान्दैन भन्दै थियो। आधा बाटो गएको थियो, त्यो ड्राइभरहरूले नजानुहोस् यसमै जानुभयो। यसमा गएको थिएँ, नजानु भने म फर्केको भयो। अब त्यहाँ स्कुटर राख्ने, गाडी चढेर जाए। यता माथि जाने गाडी लाग्ने ठाउँ चाहिँ कता हजुर? माथिबाट हजुर यहाँ राख्दा हुन्छ स्कुटर? स्कुटर लिएर गएको बिच बाटोमा फर्केर आउनु पर्यो। हिलो छ नि अहिले सकिन्छ। के भएको हिलो थियो? हजुर के भयो हिलो भाग्यो? पानी पानी पर्यो? परेर अरू बेला जान्थ्यो, अरू बेला पानी नपर्दा जान्थ्यो। हिजो पनि परेको थियो के पानी भयो? परेको 3-4 दिन भयो। ए 3-4 दिन। तपाईँहरूलाई केबल कार बनेको ठिक भयो कि नबनेको ठिक?
हामीले त जस्तो नि ठिकै छ किनभने होइन अँ, सालमा एकचोटि जाने हो हिँडेर जाँदा दर्शन त्यो राम्रो हो नि होइन अब मिल्छ त स्कुटर राख्न मिल्छ तपाईँ एकजना मात्र हो हजुर एकजना कोही चाहिँ जबरजस्ती जान्छ अँ अनि त्यही भएर हामी भन्दिनँ अब सोधिहाल्यो भने भन्छु होइन अँ नभए चाहिँ रोकेर भन्नु चाहिँ भ्याउँदैन भ्याउँदैन अब तपाईँले चाहिने सामानहरू बोक्नुहोस् अरू यहाँ छु ए हस् स्कुटरमा जान सम्भव थिएन त्यसैले सामान र स्कुटर एउटा पसलमा छोडेर बोलेरो चढेर जानु पर्यो अनि बाटोमा जाँदा जाँदै बाटो देखेर मनमा नै मैले सोचे यदि स्कुटरमा गएको भए मेरो हालत के हुन्थ्यो त्यस्तो बिजोग थियो बाटोको हालत यहाँबाट पो कथा सुरु हुँदो रहेछ अघिसम्म त ट्रेलरै काफ्ले पार्टी आइपुग्दा 7:30 भइसकेको थियो काफ्ले पार्टी यो लास्ट स्टप हो पाथिभरा जानको लागि यहाँसम्म मात्रै मोटर गाडी आउँछ र यहाँबाट हिँडेर जानुपर्छ कति बज्यो 7:30 हुन आँटेको छु ल यहाँबाट हल्का हिँड्नुपर्छ 7:30 हुन आँट्यो बेलुकाको मतलब भन्ज्याङ जाँदैछ अब एउटा होटल भनेको छ त्यहाँ गएर बसिन्छ आज भोलि हिँडिन्छ ल 30-35 कति ट्रिप हान्छ दिनमा 5-6 ट्रिप कहाँसम्म पुग्नु पर्ने ठुलो फेदी ल एकदम सलाम छ भाइहरूको मेहनतलाई अलमोस्ट 1 घन्टा भयो तल गाडीबाट ओर्लेदेखि अहिले चाहिँ हामी ठुलो फेदीमा जाँदैछौँ भयो सो अझै 15-20 मिनट लाग्छ होला भाइ नमस्कार अघि छितेन भाइले फोन गरेको थियो नि टेन्ट ग्रुप भनेको थियो नि म चाहिँ त्यसमा एउटा ल आयो यहाँनिर यस्तो ठाउँमा यति गरौँ पाउनु भनेको पनि राम्रै हो यति मान्छे छ कि आमा 4:30 बजे बिहान होटलबाट हिँड्यो अब लगभग 2 घन्टा अथवा 1 घन्टा 45 मिनट लाग्छ होला मन्दिर पुग्न कहाँदेखि हिँड्नुभयो अलमोस्ट आउनु आँट्यो अब हिँडेको 1.5 घन्टा भएछ 4:30 5-6 यति भएर आउँदा केबल कारमा आएको भए ठिक हुन्थ्यो कि हिँडेर आएको ठिक हुन्थ्यो अब केबल कारमा सुइया जाति नि हुन्थ्यो नि अब हजुर हिँड्नु नि पर्थेन होइन दर्शन गरेर केबल कारै ठिक हुन्थ्यो तपाईँहरूलाई तपाईँ के भन्नुहुन्छ राम्रो हो प्रविधिको सदुपयोग पनि प्रविधिको सहित हो क्या त नसक्ने होइन वृद्धहरू चाहिँ होइन अलिक गाह्रो भयो कि बनेपछि मात्रै आउने एकदम जरुरी नै छ केबल कार भएको भए बुढापाकाहरूलाई सजिलो हुन्थ्यो ल गोर्खा मनोकामना कति दुःखमा छ सुखमा छ दुःख अरे वाह क्या डाइलग भन्नुभयो तपाईँले दुइटै एक परिपूरक हुन् हजुर अब सबैले के भन्छन् पुगिँदैन सक्ने बेला त गएपछि सकिँदैन गइसकेको उहाँले ल गएपछि सक्छ हामी नै गलेपछि आमाहरूलाई चाहिँ हामी के भन्ने त होइन त बोकेर लान्छु भनेपछि त सो यो केबल कारको इस्यु चाहिँ अहिलेसम्म अध्ययन गर्दा भोट हाल्यो भने एकदम 50-50 होला जस्तो बिहान होटलबाट 4:30 बजे निक्लेको थिएँ माथि आइपुग्दासम्म उज्यालो भइसकेको थियो बाटो एकदम उकालो र जाडो एकदमै तर सँगै हिँडिरहेका भक्तजनहरूको कारण थकान महसुस हुँदैन थियो है 2 घन्टा हुनु अलमोस्ट असिनाले जङ्गल सेतै थियो
चिसो हावाले मुटु कामिरहेको थियो अनि मन्दिरको घन्टीसँगै मनमा एउटा ठुलो प्रश्न उठिरहेको थियो। जागी छोडेर मैले आफ्नो सपना पुरा गर्न के ठुलो गल्ती गरेँ, तर निर्णय मैले गरिसकेको थिएँ। अब जे होला पाथीभएर माईको कृपाबाट राम्रै होला, त्यही सोचे र अगाडि बढे। 2.5 घन्टामा माथि पुगे। माथि पुग्दा जिउ एकदमै हल्का भयो अनि वरिपरि सबै मान्छेहरू खुसी देखिन्थे। पाथीभएर माताको दर्शन गरेपछि त मन झनै शान्त भयो र त्यही बेला एउटा मनमा सानो प्रश्न आयो, यदि केबल कारमा आएर दर्शन गरेको भए के यस्तै मन शान्त हुन्थ्यो होला त? तपाईँलाई के लाग्छ? केबल कार बनेको राम्रो कि हिँडेर आएको राम्रो? प्लिज कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला है त। यो चाहिँ प्रसादको लागि हो, लिएर जाने हो। भनिन्छ पाथीभएर माताले कसैलाई पनि रित्तो हात फर्काउनु हुन्न रे। भक्तहरूले डोकोमा विश्वास र मनभरि आँसु लिएर उकालो चढ्छन्, तर फर्कदा ओठमा मुस्कान र मनमा एउटा अनौठो शान्ति बोकेर चढ्छन्। उहाँ केवल शक्ति मात्र होइन, हरेक दुःखमा सहारा दिने एउटी ममतामय आमा हुनुहुन्छ। अब तपाईँ आफै विचार गर्नुहोस्, तपाईँ हिँडेर जान चाहनुहुन्छ कि केबल कारमा? यदि तपाईँलाई हिँड्न अझै पनि गाह्रो लाग्छ भने मैले यो यात्रामा 81 वर्षको बालाई भेटेको थिएँ। उहाँले मात्र 4 घन्टामा दर्शन गरेर फर्किनु भयो। भिडियो तपाईँलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने माया र सपोर्ट गरिदिनु होला है त। पाथीभएर माताको दर्शनसँगै म मेचीदेखि महाकालीसम्मको एउटा यात्रा सुरु गर्दैछु। आशा छ मेरो यात्रामा तपाईँहरूको माया र साथ सधैँ रहनेछ। यात्रा गर्दै गर्नुहोला, सपना देख्दै गर्नुहोला, आफ्नो केयर गर्नुहोला। धन्यवाद। तपाईँलाई त भेटाउन कुदेको म वैकुण्ठ मानन्दको साथी हो तपाईँ? कस्तो कुदेको? बिहान जाँदै यसो दुःख अनि ओह्राला मैले छिटो हिँडेपछि दुःख। के खानुहुन्छ भन्नु त? के खानुहुन्छ यसरी हिँड्नलाई? अबको यङ जेनेरेसनको मान्छेलाई के खानु भन्नुहुन्छ? खाना दाल भात तरकारी। दाल भात तरकारी बस। ल हेर्नुहोस्, यस्तो फिट एन्ड फाइन। माथामा पाथीभएर कति घन्टामा पुग्नु भयो एकैचोटि? वैकुण्ठ मानन्द पनि बरु अलिक स्लोमा हिँड्थ्यो होला। उहाँ यस्तो बिहान हामीभन्दा अगाडि नै पुग्नु है? अनि हामीले पूजा साजा गर्दा खालि अलि चालचाल गर्नु भयो। 3 बजे हामी आउनुभन्दा 3:30 बजे पौने घन्टा अगाडि आइस। 3:30 मा हिँडे 6 बजे पुगिसक्यो। धन्न भेटेछु। म त काठमाडौँ पुग्नु होला भनेको। काठमाडौँ जाने हो भोलि पर्सि। ल अझै यस्तै फिट हुनु है। ल धन्यवाद तपाईँहरूलाई।